नमस्कार, म अनिश ढुकानी फिजियोथेरापिस्ट हाल पूर्वाञ्चल क्यान्सर हस्पिटलमा डिपार्टमेन्ट अफ फिजियोथेरापी एन्ड रिहाबिलिटेसनमा कार्यरत छु। आज हामी क्यान्सर रिहाबिलिटेसन अथवा क्यान्सर पुनर्स्थापनाको बारेमा कुरा गर्दैछु। सर्वप्रथम क्यान्सर पुनर्स्थापना भनेको के हो त? क्यान्सर पुनर्स्थापना भनेको क्यान्सर भएको बिरामीहरूलाई हैन उनीहरूको मानसिक, शारीरिक, सामाजिक र व्यावसायिक रूपमा चाहिँ पुनः सक्रिय बनाउने एउटा उपचार प्रक्रिया हो। क्यान्सरको उपचारको क्रममा हुन सक्ने असरहरूलाई कम गर्न र जीवन स्तर र जीवनशैलीमा सुधार ल्याउनको लागि क्यान्सरको पुनर्स्थापनाको आवश्यक पर्ने हुन्छ। क्यान्सरको पुनर्स्थापना गर्नको लागि कुनै एउटा डिसिप्लिन अथवा एउटा स्पेशलिस्टले मात्रै नभएर त्यहाँनिर मल्टिडिसिप्लिनरी एप्रोच को आवश्यक पर्ने हुन्छ। जस्तै त्यसमा एउटा टिम मेम्बरले नै टिम एप्रोच गरेर मात्रै यो उसको रिहाब पोसिबल हुन्छ। त्यसको टिममा चाहिँ अन्कोलोजिस्ट, स्पेशलिस्ट डक्टर, फिजियोथेरापिस्ट, अकुपेसनल थेरापिस्ट, क्लिनिकल साइकोलोजिस्ट, डायटिसियन, स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट आदि रहन्छन् र उनीहरूको आफ्नो क्षेत्रको अनुसार भूमिका रहेको हुन्छ। जस्तै कसैको घाँटीको शल्यक्रिया भएको छ, बोलीमा समस्या छ, खाना निल्नमा गाह्रो छ भने स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट, र क्यान्सर भइसकेपछि मान्छेलाई चिन्ता, पिर, डिप्रेसन आदि जस्तो समस्या हुनसक्छ, त्यसको लागि क्लिनिकल साइकोलोजिस्टको आवश्यक हुने गर्छ। त्यसै गरी क्यान्सरको उपचार भइसकेपछि वा उपचार हुँदै गर्दाखेरि मानिसको शारीरिक समस्या जस्तै मोबिलिटी इस्युहरू हैन दुखाइहरू आउन सक्ने हुन्छ। त्यसलाई म्यानेज गर्न चाहिँ फिजियोथेरापिस्टको आवश्यक पर्ने हुन्छ। आज म फिजियोथेरापीको रोल के छ त क्यान्सरको पुनर्स्थापनामा त्यसको विषयमा कुरा गर्न गइरहेको छु। क्यान्सरको उपचार गर्ने क्रममा जस्तै केमोथेरापी, रेडिएसन थेरापी, सर्जरी हैन हर्मोनल थेरापी विभिन्न उपचार विधिको प्रयोग गरिन्छ र यसका आफ्नै असरहरू, साइड इफेक्टहरू हुन सक्छन्। जस्तै केमोथेरापीको असर भनेको केमोथेरापी इन्ड्युस्ड पेरिफेरल न्युरोप्याथी, जसमा चाहिँ हातखुट्टा झमझम गर्ने, पोल्ने हैन दुखाइ हुन सक्ने, कमजोरीपन आउने, र अर्को साधारण हामीले देखिरहने भनेको फ्याटिक अथवा थकान महसुस हुने, कमजोरी महसुस हुने यस्तो खालको समस्या देख्न सकिन्छ। त्यसै गरी अर्को रहेको छ रेडिएसन थेरापी। रेडिएसन थेरापी को असर भनेको रेडिएसन फाइब्रोसिस सिन्ड्रोम भन्छौँ, जसमा चाहिँ जोइन्टहरू स्टिफ हुने, पेन हुने हैन मोबिलिटी कम हुने त्यस्तो समस्या देखिन सक्छ। र हेड एन्ड नेक क्यान्सरमा चाहिँ रेडिएसन थेरापी गर्दाखेरि ट्रिस्मस भन्छौँ हामी, यो ज ओपनिङ, माउथ ओपनिङ ल्याक हुने, एन्काइलोग्लोसिया जो टङको मुभमेन्ट कम हुनसक्छ, त्यसलाई पनि एक्सर्साइजको थ्रु म्यानेज गर्न सकिन्छ। अर्को हर्मोनल थेरापीबाट जस्तै त्यसको साइड इफेक्ट भनेको ओस्टियोपोरोसिस भन्छ, हड्डी मकाउने समस्या भनौँ न, त्यसलाई पनि विभिन्न एक्सर्साइजको थ्रु चाहिँ त्यसको इफेक्टलाई कम गर्न सकिन्छ। अर्को सर्जरीको थ्रु पनि उपचार हुन्छ क्यान्सरको। त्यसको समस्या हामीले यहाँ देखिरहने केसहरू भनेको चाहिँ ब्रेस्ट क्यान्सरको शल्यक्रिया धेरै भइरहेको हुन्छ। त्यसको मुख्य साइड इफेक्ट भनेको चाहिँ यो हाम्रो हातहरू सुन्निने समस्या देखिन सक्छ। शल्यक्रियापछिको समस्या अर्को भनेको हाम्रो फोक्सोमा खकार जमिने, सास फेर्न गाह्रो हुने हैन, कहिलेकाहीँ सर्जरीपछि लङ टर्म बेड रेस्ट गर्नुपर्ने हुन्छ, त्यसले गर्दा हाम्रो नसामा रगतको ढिका जम्मा हुने, यस्तो कुराहरूलाई चाहिँ म्यानेज गर्नको लागि फिजियोथेरापीको ठुलो रोल रहेको हुन्छ। हामीले विभिन्न एक्सर्साइज भयो हैन, कसरत व्यायाम भन्छौँ, एक्सर्साइज भयो, मेनुअल थेरापी जो हामी हातले गराउने कसरतहरू हुन्छ, स्ट्रेचिङहरू भयो, र विभिन्न रिल्याक्सेसन एक्सर्साइजहरू, ब्रिदिङ एक्सर्साइजेसहरू र विभिन्न थेराप्युटिक मोडालिटिजहरू युज गरेर हामीले यस्तो सिम्पटम्सहरूलाई चाहिँ कम गर्न सकिन्छ। क्यान्सरको रिहाब हामीले 4वटा फेजमा गर्न सकिन्छ। प्रिहेबिलिटेसन, रेस्टोरेटिभ, सपोर्टिभ र प्यालेटिभ रिहाब भन्ने हुन्छ। सपोर्टिभ सुरुमा हुन्छ प्रिहेबिलिटेसन अथवा प्रिभेन्टिभ रिहेबिलिटेसन पनि भन्छ। यो चाहिँ हामीले क्यान्सरको डायग्नोसिस हुने बित्तिकै क्यान्सरको उपचार सुरु गर्ने, यो बिचमा चाहिँ हामीले सुरु गर्छौँ यो रिहेबिलिटेसन, र हामीले यसमा चाहिँ पेसेन्टको स्ट्रेन्थ भनौँ, ताकत त्यो मेन्टेन गर्नलाई पेसेन्ट र केमोथेरापी जस्तो उपचारहरू पछि गएर चाहिँ टोलरेट गर्न सकोस् पेसेन्टले भनेर चाहिँ हामी यो प्रिहेबिलिटेसन क्यान्सर डायग्नोसिस हुने बित्तिकै सुरु गर्छौँ। अर्को हुन्छ रेस्टोरेटिभ। यो चाहिँ जब क्यान्सरको ट्रिटमेन्ट सकिन्छ र पेसेन्ट एकदम स्टेबल हुन्छ हैन, क्यान्सर प्रोग्रेसिभ पनि हुँदैन यस्तो स्टेजमा भने चाहिँ अब हामी रेस्टोरेटिभ रिहाब सुरु गर्छौँ। यसमा चाहिँ हामीले डिफ्रेन्ट काइन्ड अफ मोबिलिटी एक्सर्साइजेसहरू, मसलको स्ट्रेन्थ बढाउने एक्सर्साइजहरू, इन्डुरेन्स बढाउने एक्सर्साइजहरू दिएर चाहिँ हामीले पेसेन्टलाई अब ब्याक टु वर्क हैन, ब्याक टु नर्मल लाइफ हामी लैजान सक्छौँ।
अर्को छ सपोर्टिभ रिहेबिलिटेसन। जब क्यान्सरको हामी उपचार गर्छौँ, गर्दा गर्दै कहिलेकाहीँ क्यान्सर स्लोली प्रोग्रेस भइरहेको हुन्छ। यस्तो बेलामा चाहिँ हामीले पेसेन्टहरूलाई चाहिँ फेरि फिजिकल एक्टिभिटी एक्सर्साइजेसको थ्रु नै स्वतन्त्रता भनौँ न, उहाँले आफै आफ्नो एडिएल गर्न सक्नुहोस् भनेर, जस्तै ब्रसिङ भयो होइन, मोबिलिटी हिँड्ने कामहरू भयो, आफ्नो ड्रेसिङहरू भयो, कपडा लाउने सहज होस् भनेर, यस्तो कुराहरू डेली एक्टिभिटिज अफ डेली लिभिङ मा सहज होस् भनेर चाहिँ हामीले उहाँहरूलाई ट्रेन गर्न सक्छौँ। र लास्टमा हुन्छ पेलिएटिभ रिहेबिलिटेसन। पेलिएटिभ रिहेबिलिटेसन चाहिँ हामीले अब जब क्यान्सर हाम्रो नियन्त्रणमा छैन र अब हामीले सिम्प्टोमेटिक मात्रै म्यानेज गर्नुपर्ने छ भने चाहिँ त्यति बेला हामी पेलिएटिभ रिहेबिलिटेसन गर्छौँ। पेलिएटिभ रिहेबिलिटेसनमा चाहिँ हामीले दुखाइ व्यवस्थापन भयो होइन, रिल्याक्सेसन एक्सर्साइजेसहरू, जेन्टल मोबिलिटी एक्सर्साइजेसहरू होइन, यस्तो एक्सर्साइजेसहरू थ्रु चाहिँ उहाँहरूको सिम्पटम्सलाई चाहिँ कम गर्न सकिन्छ। हामीले यहाँ प्रायः जसो देखिरहने केसहरू भनेको स्तनको शल्यक्रिया पछि हात जाम हुने केसहरू, यस्तो केसहरू चाहिँ हामीले डेली बेसिसमा प्रायः म्यानेज गरिरहेको हुन्छौँ र रिजल्ट पनि राम्रो छ। र कहिलेकाहीँ यो गर्दनमा हुने ट्युमरहरूले चाहिँ हाम्रो हातमा आउने नसाहरूलाई च्यापेको हुनसक्छ। कहिलेकाहीँ फेसमा आउने ट्युमरहरूले चाहिँ हाम्रो फेसियल नर्भ विक गरेर होइन, यो फेसियल मसलहरू विक गर्न सक्छ। त्यस्तो बेलामा पनि हामीले फेसियल एक्सर्साइजेसहरू, स्ट्रेन्थनिङ एक्सर्साइजहरू युज गरेर हामीले धेरै केसहरू हेरेका छौँ र ठिक पनि बनाएका छौँ। अर्को शल्यक्रियापछि हुने कम्प्लिकेसन जस्तै होइन, छातीमा खकार जमिने, सास फेर्न गाह्रो हुने, यस्तो केसहरू हामीले धेरै देख्छौँ यहाँनिर र म्यानेज गरिरहेका छौँ। कहिलेकाहीँ ब्रेन ट्युमरको सर्जरी गर्दाखेरि होइन, टाउकोमा हुने त्यो कम्प्लिट ट्युमरहरू चाहिँ रिसेक्सन नहुनसक्छ, रेसिडुअल रहिरहेको हुनसक्छ र त्यसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ विकनेसहरू हुनसक्ने होइन, हातखुट्टा चलाउन गाह्रो हुने हुनसक्छ र त्यस्तो केसहरू पनि हामीले यहाँ देखेका छौँ र म्यानेज गरेका छौँ। अन्त्यमा म के भन्न चाहन्छु भने क्यान्सरको उपचारले क्यान्सर निर्मूल गर्न मद्दत गर्छ भने क्यान्सरको पुनर्स्थापनाले पेसेन्टहरूलाई सामान्य जीवनमा फर्कन मद्दत गर्छ। फिजियोथेरापी अथवा क्यान्सरको रिहेबिलिटेसनले सक्रिय, आत्मनिर्भर र स्वस्थ जीवन जिउन सहयोग गर्छ।